यो प्रवेश। विभिन्न देशका राजदूतले उठेर गरेको अभिवादन र पृष्ठभूमिमा चुच्चे नक्सा राखेर गरिएको फोटो सेसन। प्रधानमन्त्रीको यो शैलीको खुबै तारिफ भइरहेको छ। विगतमा प्रधानमन्त्री निवास बालुवाटारमा विदेशी राजदूतको सिधा पहुँच हुने गरेको, परराष्ट्र मन्त्रालयसँग छलफल वा समन्वय नै नगरी राजदूत सिधै प्रधानमन्त्रीको बेडमा पुगेको जस्ता विषय चर्चा हुने गरेका थिए। तर प्रधानमन्त्री शाहले बालुवाटारमा होइन, सिंहदरबारमा राजदूतलाई बोलाउनुभयो। एक्लै होइन, सामूहिक रूपमै उहाँले भेट गर्नुभयो र बैठक कक्षमा उहाँको प्रवेशको भिडियो नै सार्वजनिक भएपछि धेरैलाई यो नयाँ अनुभूति पनि भयो। त्यसो त प्रधानमन्त्रीलाई भेट्न पुगेका व्यक्ति पहिले गएर बस्नु, प्रधानमन्त्री प्रवेश गर्दा उठेर अभिवादन गर्नु नयाँ अभ्यास होइन। यद्यपि प्रधानमन्त्री शाहको प्रयासलाई भिडियो मार्फत समेत गरिएको चित्रणले धेरैको मन छोयो। यो भेटले देशका लागि सबै मित्र राष्ट्र समान हुन् भन्ने सन्देश र मुलुकले अंगीकार गरिरहेको सन्तुलनको सिद्धान्तलाई व्यवहारमा उतार्न खोजेको अर्थमा बुझिएको छ। त्यसो त नेपालले विगत लामो समयदेखि पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाई मूल मन्त्र बनाएको छ। तर व्यवहारमा भने विगतका सरकारले राजनैतिक आग्रह वा अरू कुनै स्वार्थका कारण कुनै न कुनै छिमेकी वा मित्र राष्ट्रसँग अस्वाभाविक रूपमा निकटता देखाउने गरेका थिए, जसका कारण राजनीतिक नेतृत्वप्रति सदाबहार रूपमा विदेश परस्त भएको र यो भाष्यलाई चिर्ने गरी प्रधानमन्त्री शाहले गरेको प्रयासको अहिले प्रशंसा भइरहेको छ। नेकपा एमालेका नेता विष्णु रिजालले समेत सामाजिक सञ्जालमा एक पोस्ट गर्दै प्रधानमन्त्री शाहको कदमको प्रशंसा गर्नुभएको छ। अब प्रधानमन्त्री शाह कूटनीतिमा कति सन्तुलित रहिरहन सक्नुहुन्छ त्यो चाहिँ महत्त्वपूर्ण विषय हो। सुरुवातमा गजबै देखिए पनि बिस्तारै राजनीतिक र आर्थिक स्वार्थ वा कुनै पनि किसिमका दबावका कारण विचलनतिर जाने गरेको विगत छ। त्यसमा खरो रूपमा उत्रिन सक्नु शाहका लागि चुनौती हुनेछ। कतिपयले वर्तमान सरकार नै विदेशीले बनाइदिएको आरोप लगाइरहेका छन्। निर्वाचनबाट ठूलो बहुमत प्राप्त गरेको विषयलाई समेत नेकपा एमालेले संसदको पहिलो बैठकमा अस्वाभाविक भन्दै आलोचना गर्यो। यस्तोमा प्रधानमन्त्री शाहले चालेको कदम र त्यसको निरन्तरता सबैको चासोमा छ। जेन्जी आन्दोलनको ठिक अगाडि भएको नेकपा एमालेको विधान महाधिवेशनमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले केही बाह्य शक्ति राष्ट्रले नेपालको माइक्रो म्यानेजमेन्ट प्रयास गरिरहेको बताउनु भएको थियो। उहाँले आफ्नो राजनीतिक प्रतिवेदनमा यो विषय उल्लेख गरेको केही दिनमै देशमा जेन्जी आन्दोलन भयो, सत्ता परिवर्तन भयो, जसले यस्तो शङ्का गर्नेलाई थप बल पुर्याइदिएको थियो। अब यो सरकारले आफूहरू पञ्चशीलकै सिद्धान्तमा अडिग रहेको र बाह्य हस्तक्षेप अस्वीकार गर्न सक्षम रहेको सन्देश दिनुपर्नेछ। त्यसकै आधारमा बालन सरकारको कूटनीतिक सन्तुलनलाई पनि स्थायित्व